सबैजना रिन्चेनपोङ गुम्पा जाँदैछ हामी सबैजना फ्यामिली हो हैन अहिले चाहिँ र हामी फ्यामिली नै गाडीमा बसेको छ कस्तो होला सबैभन्दा ठुलो बुबु सानो बुबु मेन हिटलर बोजू वहाँ हुनुहुन्छ माइजू गाउँ में त कहाँ के हो सो अब हामी आधी बाटोमा पुग्यो भने देखाउँछु हाई गाइस अब सबैजना अलिकति फ्रेसमा छ अब पर जानेसम्म हेरौँ कतिजना चाहिँ फ्रेसमा हुने रहेछ पर पुग्दासम्म कतिजना फ्रेसमा हुने रहेछ लेट्स सी गाइस अहिले चाहिँ फिलहाल अब थोरै गाडी पुग्न आँट्यो फुल कन्सन्ट्रेटमा छ अब हाम्रो बोजू चाहिँ हल्लेकै छैन भएर बोजू मुसु चाहिँ हाँस्दैछ हो हल्ल्यो भने अब भित्रको इन्जिनहरू डल्लै हल्लिन्छ अब अहिले चाहिँ फिलहाल अब चाहिँ बजार पुग्न आँटेको छ अहिले चाहिँ अन्त यहाँको चाहिँ नि अब यस्तो छ होइन यो चाहिँ मेन बाटो हो जोरथाङदेखि आउने मेन बाटो हो यो चाहिँ कहाँ गएको अरे रिन्चेनपोङ के गर्नु तिम्रो जामा देखाइदेऊ न एकपल्ट यस वाउ कहाँ गएको निविता हामी कहाँ गएको के गर्नु उसले कलेक्ट भएन गाडीमा अब हामी के गर्नु गएको अहिले चाहिँ के गर्नु निक्लेको सपिङ गर्नु निक्लेको प्लस हामी चाहिँ के किन्नुपर्छ मिठाई हामी मिठाई हामी मिठाई किनेन भने हामी के हुन्छ पाप हुन्छ हामी भेटेन भने के हुन्छ हामी अहिले चाहिँ खदाको प्रिपेयर गर्दैछ अहिले खदा चढाउनु पर्ने हो हामी चाहिँ होइन अन्त त्यसको लागि प्रिपेयर हुँदैछ अहिले चाहिँ हामी ट्रन हुँदो रहेछ नि त ट्रनको लागि चाहिँ हामी वेट गरिरहेछौँ अन्त अहिले भर्खरै एउटा ग्रुप गएको छ अन्त सेकेन्ड ग्रुप चाहिँ अब हामी होला सायद अन्त अहिले चाहिँ खदाहरू बनाउँदैछ अब चढाउनुको लागि हामी चाहिँ फ्यामिली मेम्बर्स आएको तर मेरो मम्मा चाहिँ आउनु भएन आज प्रिपेयर्ड गर्दैछौँ हामी अब आउनुहुन्छ होला अब हाम्रो टर्न रहेछ अन्त अहिले चाहिँ हामी पर्खिरहेको छौँ अन्त अब चाहिँ उहाँ आउनु भएपछि चाहिँ हामी अब यहाँ उयो उहाँलाई भेट्नेवाला गर्छौँ अब अहिले चाहिँ हल्का प्रिपेरेसन गरेको कुचिया चुन्नी अब यो पनि भन्छ